जसको जीवन नै खोसियो उसको मानवाधिकार चाहिँ के भयो? बलात्कारपछि हत्या गरिएकी ती 3 वर्षकी बालिकाको बाँच्न अपाउने अधिकार कहाँ गयो? उनी संसार चिन्दै थिइन्, जीवन चिन्न थाल्दै थिइन्, सम्बन्ध चिन्न थाल्दै थिइन्, आमा भन्न सकेको पनि थिएनन् होला। तर एउटा अपराधीले उनको जीवनको सम्भावना नै समाप्त गरिदियो। कहिले निर्मला, कहिले इनिशा, आज फेरि गरिमा। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानुनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु। सभामुख महोदय, आज सडकमा आमाहरू, दिदीबहिनीहरू र छोरीहरू न्याय मागिरहेका छन्। त्यसैले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन, यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो। नेपालको संविधानले मृत्युदण्डको सजाय दिने गरी कानुन बनाउन निषेध गरेको छ। हामीलाई बारम्बार ICCPR को सेकेन्ड अप्सनल प्रोटोकल देखाइन्छ, तर म सोध्न चाहन्छु, एउटी नेपाली छोरीको जीवन भन्दा ठुलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। कहिले निर्मला, कहिले इनिशा, आज फेरि गरिमा। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानुनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु। आज फेरि नाबालकको नाममा अधिकार कर्मीहरू अपराधीको मानवाधिकारको कुरा गर्दैछन्, तर म आज यो सदनबाट एउटा गम्भीर प्रश्न गर्न चाहन्छु। जसको जीवन नै खोसियो उसको मानवाधिकार चाहिँ के भयो? बलात्कारपछि हत्या गरिएकी ती 3 वर्षकी बालिकाको बाँच्न अपाउने अधिकार कहाँ गयो? उनी संसार चिन्दै थिइन्, जीवन चिन्न थाल्दै थिइन्, सम्बन्ध चिन्न थाल्दै थिइन्, आमा भन्न सकेको पनि थिएनन् होला। तर एउटा अपराधीले उनको जीवनको सम्भावना नै समाप्त गरिदियो। त्यसैले आज हाम्रो बहस अपराधीलाई कति वर्ष जेल हाल्ने भन्नेमा होइन, हाम्रो बहस यस्ता जघन्य अपराध रोक्न राज्यको दण्ड प्रणाली पर्याप्त छ कि छैन भन्ने विषयमा केन्द्रित हुनुपर्छ। सजाय यति डरलाग्दो हुनुपर्छ कि अपराधीले अपराध गर्न पनि डर मानोस्। बलात्कार जस्तो जघन्य घटनाको व्यक्तिको शरीर, गरिमा, स्वतन्त्रता र जीवनमाथिको गम्भीर आक्रमण हो। अन्य फौजदारी कसुरमा नैतिक पतनको व्यवस्था छ सभामुख महोदय भने बलात्कारमा किन छैन? दोषीलाई नैतिक पतन हुने फौजदारी कसुरमा स्पष्ट रूपमा राख्ने व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गर्दछु। बलात्कार जस्तो जघन्य अपराधमा दोषी भइसकेपछि पनि उसले फेरि पनि यही कारणले गर्दा, यो फौजदारी कसुर नलाग्ने कारणले गर्दा उनले सार्वजनिक पद धारण गर्न पाउने व्यवस्थाको अन्त्य हुनुपर्छ। त्यस्तै बलात्कार जस्ता गम्भीर अपराधमा न्याय प्राप्त गर्ने बाटोमा हदम्याद नै पीडितको लागि अवरोध नबनोस् भन्ने विषयमा पनि कानुन पुनरावलोकन आवश्यक छ। न्यायको ढोका पीडितले ढकझक्याउन ढिला भयो भनेर बन्द हुनु हुँदैन। बलात्कारको घटनामा हदम्याद किन र कति राख्ने भन्ने विषयमा सांसद, अदालत लगायत सरकारवालाहरूले पुनरावलोकन गर्न पाउनुपर्छ। अदालतमा पनि पीडितलाई दोस्रो पटक पीडित बनाउने काम बन्द हुनुपर्छ। हामीले अदालतमा कहिलेकाहीँ सुनेका छौँ, आगो बलेपछि नौनी पग्लिन्छ। यस्ता अभिव्यक्तिहरू शब्द मात्रै होइनन् सभामुख महोदय, यी शब्दहरूभित्र हाम्रो समाजको गहिरो पीडित दोषारोपण गर्ने मानसिकता लुकेको छ। बलात्कारको पीडितलाई नै प्रश्न गर्ने, उसको चरित्रमाथि प्रश्न उठाउने, उसको व्यवहारमाथि प्रश्न गर्ने वा उसैलाई अपराधको कारण जस्तो देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्दछ। हाम्रो विगतको दण्डहीनताले भविष्यको अपराधलाई प्रोत्साहित गरिरहेको छैन भन्ने प्रश्न यथावत छ। यो राज्यले यस प्रकृतिको विगतका घटनाबाट के सिक्यो? द्वन्द्वकालदेखि आजसम्मका धेरै बलात्कार तथा यौन हिंसाका घटनाहरू अझै न्यायको पर्खाइमा छन्। निर्मला पन्तको घटनाले हाम्रो राज्य संयन्त्रको अनुसन्धान क्षमता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठायो। जब अपराध भयो, अपराधीले सजाय पाएन। यसले एउटा खतरनाक सन्देश दिएको छ, अपराध गरे पनि उम्किन सकिन्छ भन्ने सन्देश। त्यसैले विगतका अनरिसल्भ केसेसको पनि पुनरावलोकन हुनुपर्छ। दण्डहीनताको अन्त्य नगरी हामी भविष्यको अपराध नियन्त्रण गर्न सक्दैनौँ। पास्ट इम्प्युनिटी क्रिएट्स फ्युचर इन्सिक्योरिटी।
सभामुख महोदय, अभियुक्तले दिएको बयान र त्यसको सामाजिक सञ्जालमा भएको प्रचार गैर जिम्मेवारीको पराकाष्ठा भएको छ। यसले न्याय प्रणालीलाई फितलो बनाउँछ। जसरी अभियुक्तले प्रहरीका सामु हाँसी हाँसी बयान दिएका छन्, यसले त्यस्तै आपराधिक उत्सुकता भएकालाई, मानसिकता भएकालाई कस्तो सङ्केत देला, कस्तो सन्देश देला? प्रश्न उठ्छ, यस्तो संवेदनशील बयान सामाजिक सञ्जालमा कसरी पुग्यो, कसरी चुयायो? राज्यले यसको तत्काल छानबिन गरी अर्को कारवाही प्रक्रिया अगाडि बढाउनु पर्छ। मेरो सुझाव छ, पीडित राज्य कहाँ पुग्ने होइन, राज्य पीडित कहाँ पुग्नुपर्छ। विगतमा हाम्रो राज्य संयन्त्रको एउटा गम्भीर समस्या यही थियो। अपराधको सूचना पाएपछि पीडित वा परिवारले प्रहरी कार्यालय धाउनुपर्ने, बयान दिनुपर्ने, प्रमाण खोज्नुपर्ने र राज्यका विभिन्न निकायको ढोका ढकढक्याउनु पर्ने अवस्था हुनु हुँदैन। बलात्कारको सूचना प्राप्त हुने बित्तिकै राज्य पीडित कहाँ पुग्नुपर्छ। एफआईआर देखि अनुसन्धान, चिकित्सकीय परीक्षण, मनोसामाजिक सहयोग, कानुनी सहायता र न्यायिक प्रक्रियासम्म राज्यले पीडित केन्द्रित प्रणाली निर्माण गर्नुपर्छ। पीडितले राज्य खोज्ने होइन, राज्यले पीडित खोज्नुपर्छ। यो नै विक्टिम सेन्ट्रिक जस्टिस हुन्छ। सभामुख महोदय, राज्यको जिम्मेवारी कहाँबाट सुरु हुन्छ? राज्यको जिम्मेवारी अपराध भएपछि मात्र सुरु हुँदैन। राज्यको जिम्मेवारी सुरक्षाबाट सुरु हुन्छ। एफआईआर दर्तादेखि अनुसन्धानसम्म, अनुसन्धानदेखि अभियोजनसम्म, अभियोजनदेखि फैसला र फैसलादेखि कार्यान्वयनसम्म हरेक चरणमा राज्यले आफ्नो जिम्मेवारी लिनुपर्छ। हाम्रा छोरीहरू, हाम्रा चेलीहरू, हाम्रा बालबालिका सुरक्षित छैनन् भने हामीले राज्यको कुनै पनि सफलताको दाबी गर्न सक्दैनौँ। बालबालिका र महिला सुरक्षित नभएको राज्य शक्तिशाली राज्य हुन सक्दैन। त्यसैले म निवेदन गर्न चाहन्छु सरकार समक्ष, आज हामीले